everyone, welcome back to my channel. हजुरहरूलाई स्वागत छ कलिनाको डेली किचनमा। आज चाहिँ म के बनाउन गइरहेको छु भने के बनाउनु भन्ने हो। यो के बनाउने हो यो? यो चाहिँ के बनाउने भने यो चाहिँ रोजमेरी हो। रोजमेरी यो हो। चाहिँ मेरो घरको रोजमेरी हो र यसको चाहिँ म चिया बनाउन गइरहेको छु। र अब चाहिँ स्टार्ट यसलाई कसरी बनाउने चिया चाहिँ? यो चाहिँ कसरी बनाउनु भने पानी बोइल गर्नु पर्यो, सादा पानी बोइल गर्नु पर्यो अनि यसलाई ड्रप गर्नु पर्यो, त्यहाँदेखि अलिक उमालेर यसको चिया चाहिँ खानु चाहिँ राम्रो हो। र अब सुरु गरौँ ल बनाउनुको लागि। ल जाउँ त कसरी बनाउने हेरौँ। मैले चाहिँ रोजमेरी चियाको लागि पानी उमालिसकेँ। पानी चाहिँ धेरै उम्लिसक्यो र अब चाहिँ म यो रोजमेरी यहाँनिर राख्न गइरहेको छु। र मेरो यो रोजमेरी टी पनि रेडी भइसक्यो। मैले चाहिँ यहाँनिर रोजमेरी टी बनाइसकेँ र मेरो यो रोजमेरी टी हजुरहरूलाई
कस्तो लाग्छ र कमेन्ट सेक्सनमा भनिदिनु होला फेरि पनि। र यो रोजमेरी टी चाहिँ म मेरो हस्बेन्डलाई टेस्ट गर्नको लागि दिइरहेको छु र यो चाहिँ टेस्ट गरेर हेर्नु होला कस्तो लाग्छ। राम्रो भयो हेल्दी। म पनि अलिक टेस्ट गरौँ। दामी भएछ। र यो जुन रोजमेरी छ नि यो चाहिँ मेरो घरकै हो र यो घरमै मैले यो चाहिँ कहाँबाट लिएको भने एक जग्गाबाट मैले लिएर आएको थिएँ। प्लान्ट सानोबाट लिएर आएको थिएँ, यति ठुलो भएको छ र यसको चिया मैले बनाएको र यसको बेनिफिटहरू के छ यो चाहिँ म लेखिदिन्छु त्यहाँनिर। सो बाई फ्रेन्ड्स, सी यु इन नेक्स्ट भिडियो।